अहिले म डेनमार्कको सबैभन्दा सुन्दर र ऐतिहासिक किल्ला अर्थात् फ्रेडेरिksberg क्यासलमा आएको छु, जो 17औं सेन्चुरीमा डेनमार्कका राजा क्रिस्टियनले बनाएका थिए भने यसका ऐतिहासिक महत्त्वहरू यति छन् त्यसको कुनै म बयान नै गर्न सक्दिन। तर अहिलेको लागि भने यो डेनमार्कको नेशनल हिस्ट्री म्युजियम अफ डेनमार्क बनेको छ अहिलेको अवस्थामा भने, जहाँ विभिन्न राजा रानीका चित्रहरू, कलाकृति र इतिहासका महत्त्वपूर्ण वस्तुहरू रहेका छन्। यदि यो क्यासल हेर्ने हो भने यसको साइडमा रहेको बगैँचाको त कुनै मूल्य नै छैन। यति राम्रो तरिकाले बनाएको छ कि तपाईको मन यो ठाउँमा आयो भने जतिसुकै चिन्तामा तपाईँ किन रहनुहोस्, तपाईको मन यति खुसी रहनेछ त्यसको कुनै दुई मत नै छैन। हेर्दा यो एकदमै राजसी र फिल्मको दृश्य जस्तो लाग्छ। मैले त्यसै झुट बोलेको होइन। यदि तपाईँ आउनुभयो भने पक्कै पनि थाहा हुनेछ यो सुन्दर ठाउँ तालको बीचमा बनेको छ। तपाईले पछाडि पनि देख्न सक्नुहुन्छ। तपाईँ यदि डेनमार्क आउँदै हुनुहुन्छ भने तपाईले छुटाउनै नहुने ठाउँ भनेको यो फ्रेडेरिksberg क्यासल हो है। त्यसमा पनि अगाडिपट्टि पछाडिपट्टि रहेको यो गार्डनको त कुरा गर्नै सक्दिनँ म।